नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको पाठमा क्रियासँग सम्बन्धित शब्दहरूलाई सङ्केत गर्न सिकाउँछु। भाँच्नु भन्दाखेरि यसरी दुईटा मुठी जोड्ने अनि यसरी पड्कै गर्ने, यसरी भाँच्नु भन्ने। बनाउनु, एउटा हातमा यसो सानो गर्ने, चोरमलाई यसरी जोड्ने, अर्को हातमा यसो गर्ने, यसरी बनाउनु भन्ने। मिलाउनु भन्दाखेरि दुईटै हातमा यस्तो ड अथवा वाइ इङ्ग्लिसको बनाउने, यहाँ जोड्ने अनि यसो गर्ने, यसरी गोलो घुमाउने, मिलाउनु भन्ने। मिलाउनु। त्यसै गरेर बाँध्नु भन्दाखेरि जसरी सुता बाँधिन्छ यस्तो फन्को मारेर कस्ने गर्ने, बाँध्नु भन्ने। मिल्नु, दुईपट्टिबाट यसरी आउने, ठ्याक्क यसो मिल्नु भन्ने, मिल्नु भन्ने। सिद्धिनु, सक्यो, सिद्धियो भन्ने, सिद्धिनु। आशा गर्नु, दुईटै यहाँ दुईटै चोरौँलाई चल्नीमा राख्ने अनि दुई हातले गर्ने, आशा गर्नु, आशा गर्नु। सुरु गर्नु, यो हात एउटा हात यसरी उतानो राख्ने, अर्को चोरौँलो यसरी ठाडो राखेर ल्याएर यसो गर्ने, सुरु गर्नु, सुरु गर्नु। त्यसै गरेर परिचय गर्नु, प बनाउने र अनुहार वरिपरि घुमाउने, यसरी परिचय गर्नु। बोलाउनु, बोलाउनु, बोलाउनु। आदेश, आज्ञा, यहाँ ल्याउने, मुखमा चोरौँलो ल्याउने, यसो गर्ने, अलिकति छिटो लाने हाम्रो आदेश, आज्ञा भन्ने। यसरी त्यसै गरेर दिनु, केही चिज कसैलाई दिनु छ, यसरी पाँचवटा औँला जोड्ने अनि यसो गर्ने, दिनु भन्ने। लिनु, यसरी लिनु, उँभो फर्काउने, यसरी लिनु भन्ने, लिनु गर्ने। कमाउनु, कमाउनु भन्दाखेरि यसो गरेर पैसा भयो गोजीमा यसो गर्ने, कमाउनु भन्ने। त्यसै गरेर बेच्नु, यसरी पैसा गर्ने अनि यसो गर्ने, बेच्नु भन्ने, केही सामानहरू बेच्नु। हराउनु, हराउनु भन्दाखेरि हरायो, हरायो भन्ने, हराउनु। त्यसो गरेर पाउनु गर्ने, पाउनु, पाउनु। सास फेर्नु, जसरी सास फेरिन्छ त्यसै गर्ने, श्वासमा गर्ने, हातलाई गर्ने, सास फेर्नु। बोल्नु, दुईटा औँला यसरी राख्ने, मुखमा ल्याउने, यसो गर्ने, बोल्नु, बोल्नु भन्ने। भन्नु, यसरी भन्नु, भन्नु। धन्यवाद। आजको पाठ समाप्त भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। बाँकी अर्को भागमा सिकाउनेछु। नमस्कार।